आज म बनाउँदैछु एकदमै मिठो प्याज र आलुको पकौडा। यति सजिलो र यति मिठो छ नि यो पकौडा। यस्तो क्रिस्पी पनि बनेको थियो नि यो र यति मिठो बन्यो नि। सुरुमा चाहिँ 3वटा प्याजलाई मसिनो गरेर काटेँ लामो लामो गरेर, अनि सबै सेपरेट होस् भनेर मजाले हातले यसरी प्रेस गर्दै एड गरिदिएँ। यस्तो गर्यो भने चाहिँ सबै छुटिन्छ यो प्याजको लेयरहरू। अनि त्यसपछि यसमा मसिनो गरेर काटेको 2वटा आलुलाई पनि एड गरिदिएँ र त्यसपछि यसमा थोरै धनियाँ हरियो खुर्सानी पनि एड गरिदिएँ र मजाले चलाउने सबैलाई। त्यसपछि यसमा आधा चम्चा जति जिराको सिड र आधा चम्चा चाहिँ ज्वानो है, यो दुईटा चाहिँ एड गर्न नै पर्छ, यति मिठो फ्लेभर दिन्छ नि यसले। र तपाईँहरूले त्यसपछि यसमा स्वाद अनुसार नुन, 1 चम्चा जिराको धुलो, 1 चम्चा खुर्सानीको धुलो र थोरै बेसन एड गरिदिने। अब बेसनको लागि चाहिँ हाई लाइफको राम्रो क्वालिटीको बेसन युज गर्नुपर्छ है। तपाईँहरूको बेसन राम्रो क्वालिटीको भयो भने पकौडा यत्तिकै नै मिठो हुन्छ कि। अनि हाई लाइफको बेसन चाहिँ चना दालबाटै बनेको भएर असाध्यै नै मिठो हुन्छ यसबाट पकौडा बनाउँदा। मैले चाहिँ 3 चम्चा एड गरिदिएँ र त्यसपछि यसमा थोरै पानी एड गरेर यसलाई चाहिँ अब मजाले मोलिदिने। यसलाई चाहिँ धेरै पातलो पनि नगर्ने बाक्लो पनि नगर्ने, ठिक्कको बनाउने। हातमा लिएपछि यस्तो सेप बन्यो भने चाहिँ अब कराईमा तेल एड गरिदिने र तेल तातिसकेपछि यो पकौडालाई एड गरिदिने। हिट चाहिँ मिडियममा हाल्नुपर्छ। अब दुवै साइडमा ब्राउन भइसकेपछि चाहिँ यसलाई निकालिदिने। हेर्नुहोस् यस्तो राम्रो कलर आइसक्यो नि यसमा। त्यस्तै गरी अर्को ब्याचलाई पनि मैले त्यस्तै गरी मिडियम हिटमा पकाएँ। यति मिठो पकौडा बन्यो, रेडी भयो नि। रेसिपी ट्राई गर्नु होला र बेसनको लागि चाहिँ हाई लाइफको बेसन युज गर्नु है।